दिस भिडियो इज भेरी इम्पोर्टेन्ट। हामी सबैलाई थाहा छ जब यो घटना भइरह्यो नेपालमा तब चाहिँ हामीलाई चाहिँ अब यो लसहरू नेपालले कसरी रिकभर गर्छ भन्ने कुराहरू चाहिँ हाम्रो दिमागमा चाहिँ एकदमै चलिरहेको छ कि आई नो यतिखेर धेरैजनाहरूको खोजी कार्य चलिरहेको छ, धेरैजनाहरूको शव भेटिसकेका छ, कतिजना अझै बेपत्ता हुनुहुन्छ र कतिजनाहरूलाई सरकारले रेस्क्यु पनि गरिरहेको छ होइन। यो कार्य गरि नै रहनुहुन्छ। तर यो सिवाय अलिकति योबाट अलिकति बाहिर रहेर चाहिँ मैले एउटा भिडियो बनाउन खोजेको आज चाहिँ यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है। यो लसलाई कसरी रिकभर गर्ने भन्ने कुराहरूमा पहिला भएको कुरा र अब गरिने कुराहरूमा होइन। नम्बर 1 मा छ तपाईँको अन्तर्राष्ट्रिय डोनर कन्फरेन्स भन्ने होइन। यसमा चाहिँ लगभग तपाईँ एभ्रीबडी मैले चाहिँ यसमा 6-7वटा पोइन्टलाई चाहिँ रिसर्च गरेर गरेको छु होइन। यसको लागि चाहिँ म क्लाउड एआईलाई चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु। नम्बर 1 मा आउँछ यो अन्तर्राष्ट्रिय डोनर कन्फरेन्स। यो चाहिँ खासमा 2015 को भूकम्पपछि चाहिँ नेपालको डोनर कन्फरेन्स मार्फत चाहिँ लगभग 4.4 खर्ब जति चाहिँ प्लेजमा उठाएको थियो होइन। सो त्यही मोडेल चाहिँ हामीले यसमा पनि फेरि दोहोऱ्याउन सक्छौँ। यसले गर्दाखेरि पनि हामीलाई 4-5 खर्बको लक्ष्य नजिक चाहिँ पुर्याउँछ। अर्को भनेको बहुपक्षीय ऋण र अनुदान छ यसमा चाहिँ होइन। वर्ल्ड ब्याङ्कले विभिन्न स्रोतबाट रु 25 अर्बसम्म इमर्जेन्सी असिस्टेन्स जुटाउन सक्ने भनिएको छ। त्यसै गरी बजेटको पुनर्विनियोजन छ जसमा चाहिँ चालु आर्थिक वर्षको कम प्राथमिकतामा पुँजीगत खर्च रोकेर पुनर्निर्माण सार्ने यो सबैभन्दा छिटो उपलब्ध हुने पैसा हो। यसलाई चाहिँ हामीले नयाँ स्रोत चाहिँ खोजिरहनु पर्दैन होइन। अर्को भनेको हाइड्रो पावर बिमा दाबी छ। लगभग 748 मेगावाटका आयोजनामध्ये धेरैको कन्स्ट्रक्सन अपरेसन इन्सुरेन्स छ कि। सो बिमा दाबी चाहिँ छिटो सेटल भयो भने एनइए र प्रमोटरको भार घट्छ। यो डोनेसन नभइकन यो चाहिँ एउटा अधिकार पनि हो होइन। र त्यसै गरी अर्को भनेको रेमिट्यान्स च्यानल र डिसोपोरा बोन्ड भन्ने छ। यसमा चाहिँ हाम्रो विदेशमा रहेका लगभग 35 लाख चाहिँ नेपाली नै सबैभन्दा ठुलो डोनर बेस हो कि। यसमा चाहिँ लगभग 28 देखि 52 अरब चाहिँ योबाट उठ्ने सम्भावना हुन्छ। फर्मर रेमिटेन्स मार्फत नै सिधै प्राइम मिनिस्टर फन्डमा पैसा पठाउने यो च्यानल सजिलो भएको कारणले गर्दाखेरि यसले सङ्कलन पनि धेरै नै बढ्छ र अभियसली अहिले बढी पनि रहेको छ होइन। अर्को भनेको चाहिँ अब पारदर्शी र सार्वजनिक ट्र्याकिङ भरोसा बनाउने भयो होइन। कहाँ कति आयो कहाँ गयो रियल टाइम सार्वजनिक भयो भने चाहिँ एकदमै सजिलो हुन्छ। 2025 पछि चाहिँ हाम्रो नेपालमा यो दानहरू घट्नुको सबैभन्दा ठुलो रिजन भनेको चाहिँ अविश्वास भएर हो कि पारदर्शिता केही कुरामा पनि नभएर चाहिँ यो समस्या आएको हो होइन। फेरि पनि लास्टमा के भन्न चाहन्छु भने तपाईँ हामी सबैजनाले नै एकदमै सक्दो सहयोग गर्नु होला होइन। मान्छेले कति दुःख कति सङ्घर्ष गरेर त्यो घर जोडेको हुन्छ, त्यो गरगहरा जोडेको हुन्छ, त्यो जग्गा जमिन जोडेको हुन्छ, केही पनि रहेन कि उहाँहरू टोटल्ली नै सुकुम्बासी भइसक्नु भयो कि। जस्तो सुकुम्बासीको अवस्था हुन्छ नि त्योभन्दा पनि डेन्जरै भयो कि केही नै नभएको यति ठुलो प्राकृतिक विपत्ति आइदियो होइन। सो यसको रिकभर गर्नको लागि तपाईँ हामी सबैजनाले सहयोग गर्नुपर्छ। सरकारले नै एकदमै राम्रो सहयोग गरिसकेको छ। तपाईँ हामी सबैजनाले नै मैले अघि हिसाब गरेको कि होइन नेपालमा यति जनसङ्ख्या यतिमा चाहिँ यतिजना चाहिँ जागिरे छन्, इम्प्लोइ छ। सो योबाट चाहिँ हाई लेभलको त्यसपछि मिडल लेभलको त्यसपछि लो लेभलको इन्कम भएको मान्छेहरूले चाहिँ कति रुपियाँ हाल्नुभयो भने त्यो हामीले लसलाई चाहिँ रिकभर गर्न सकिन्छ भनेर मैले रिसर्च गरेको थिएँ। तर हाम्रो इन्डिभिजुअली मात्र पुग्दैन कि हामीलाई धेरै रिसोर्सेसहरू चाहिन्छ जुन अघि मैले भनेको थिएँ होइन। अनि हामी जति पनि बिजनेस गर्ने मान्छेहरू छौँ उहाँहरू सबैजनाले अभियसली इन्डिभिजुअलभन्दा अलिक बढी नै गर्न सक्नुहुन्छ। सो त्यो वेबाट उहाँहरूले गर्न सक्नुहुन्छ। अनि मेन कुरो भनेको चाहिँ म एउटा रिक्वेस्ट के गर्न चाहन्छु भने चाहिँ अनि अघि मैले रिक्वेस्ट गरेको जुन कुरा थियो यदि तपाईँको घरमा चाहिँ 5 जना परिवार हुनुहुन्छ र जसमध्ये 3 जना अथवा 4 जनाले काम गर्नुहुन्छ, 1 जना चाहिँ गर्नुहुन्न, मतलब पैसा आउने काम गर्नुहुन्न भने चाहिँ तपाईँको घरको 1 जनाले सपोज मानौँ 1000 सहयोग गर्नु भएको छ भने मेरो घरको 1 जनाले सहयोग गरेको छँदैछ अब फेरि अरूले किन गर्नु पर्यो भनेर प्लिज त्यसरी नसोच्नु होला। पैसा भनेको एकदमै धेरै नै अमाउन्ट चाहिएको छ क्या। सो घरको जागिर गर्नु भएको छ भने 1-1000 गरेर 3000 दिनु। त्यो भयो भने पनि त एकदमै धेरै सजिलो हुन्छ नि त। सरी मैले यति दिनु उति दिनु भन्न खोजेको होइन, तर यसो क्यालकुलेट गरेको कि तपाईँको मन्थमा चाहिँ जुन तपाईँले गर्ने एक्स्ट्रा एक्टिभिटीहरू हुन्छ नि जुन अलिकति अननेसरी होस् सो त्यसलाई चाहिँ तपाईँले रिड्युस गरेर चाहिँ यो टाइममा चाहिँ एकदमै धेरै हेल्प गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।